नमस्कार दर्शकबिन, हामी सरिया बुहारी 130औं भागलाई रियाक्सन गर्न गइरहेछौँ। 130औं भागमा घटेको घटनालाई विश्लेषण गर्दै अहिले भइरहेको घटनालाई अब के हुँदा राम्रो सो प्रतिक्रिया लिने नै छौँ। सुरुमा हामी यो क्लिप्स हेर्दै जाउँ। पछि मलाई अप्ठ्यारो पर्ने हो कि? अप्ठ्यारो त आजसम्म परेको थियो, किनकि तपाईँलाई यी नरपिचासले यो घरमा एउटा बन्धक जस्तै बनाएर राखेका थिए। त्यसैले तपाईँले अब केही कुराको चिन्ता गर्न पर्दैन आमा, तपाईँ खुरुक्क हिँड्नुहोस्। यदि मेरो अनुमति बिना तेरी आमालाई यहाँबाट लिएर गइस् भने नि भर्खरै पुलिस चौकीमा गएर फलानाले मेरो श्रीमतीलाई अपहरण गर्यो भनेर उजुरी हालिदिन्छु। उजुरी त अब बरु तिमी विरुद्ध पर्नेछ, किनकि तिमीले आजसम्म एउटी महिलालाई घरभित्र घरेलु हिंसा गरेर दुनियाँ थरी गरेर राखेका रहेछौ नि त। त्यसैले अब चुपचाप बस, होइन भने भर्खरै एक कल फोनको भरमा तिम्रो घर वरपर सबै मान्छे जम्मा गरेर तिम्रो घर घेराउ गर्न सक्ने मेरो खुबी छ, बुझ्यौ? त्यसैले यति सोच, मेरो मात्रै छातीमा दम छ, मेरो मात्रै पाखुरीमा बल छ भन्ने कुरा सोच्ने होइन। जति तिम्रो छातीमा दम र पाखुरीमा बल छ नि त्यतिको मेरो पनि हुन सक्छ। त्यसैले अब धेरै बोल्ने होइन, चुप लागेर बस। हिँड्नु समझ। रमा, यदि मेरो अनुमति बिना त यो घरबाट निस्केर जाने हो भने फेरि कहिले नआउने गरी जा। यदि यति भन्दा भन्दै जान्छस् भने त यो घरमा फर्केर आउने बाटो सदाको लागि बन्द हुनेछ। बरु भिख मागेर भए पनि मेरी आमालाई एक छाक खुवाउने छु, तर तिमी जस्तो नरपिचासको साथमा मेरी आमालाई कहिले पठाउने छैन। यति कुरा बुझ। हिँड्नुहोस् आमा, जाम भनेको हिँड्नुहोस्। साँच्चीकै बसन्त एक महान पुरुष हुँदो रहेछ। उसले आफ्नो हिम्मत आँटले गर्दाखेरि आफ्नै बुवाको अगाडि आफ्नो आमालाई लिएर गइरहेको देखिन्छ। साँच्चै अब के बुवाले के नयाँ चाल छ त? के अब बसन्तलाई आमालाई लिन जाँदै गर्दाखेरि उसलाई रोक्न सक्छ त? सुरुमा हामी यो क्लिप्स हेर्दै जाउँ। कविराज दाइ, के भयो शिशिर, तँ यसरी किन आत्तिएको? बसन्त दाइ त आमालाई लिन गएछन् नि। साँच्चै हो र? साँच्चै हो के? अघि नै मैले इन्द्रलाई भेटेको थिएँ। उसले धेरै बेर पहिला बसन्त दाइलाई बाटोमा भेटेको थियो अरे। अनि दाइले इन्द्रसँग म काउले हिँडेको भन्दै थिए अरे। अब त्यो काउले जाने बित्तिकै आमा यता आउने होइन के अरे? यसो उसो मिसो मिलाउँदा एक दुई दिन त लागिहाल्छ नि। त्यही माथि बासँग सल्लाह गर्नुपर्ने होला। त्यसै पनि उतापट्टिका बा अलिक कडा छन्। उतापट्टि हाम्रो बाको भन्दा हाम्रो बसन्त दाइको रिस झन् कडा छ। हाम्रो बसन्त दाइलाई रिस उठ्यो भने बासा नबनेर आमाको हात समातेर भए पनि ल्याउन सक्छन् नि। अनि भाउजू खोइ त? भाउजू त खै उता बारतिर हुनुहुन्छ होला। ल ल, म त्यतै गएँ है। शिशिर, ए शिशिर, छ्या, यो केटो भाउजूलाई यस्तो कुरा सुनाउनु फेरि किन गएको होला? किन दाइ, बसन्ते दाइ आमालाई लिन जानु भएको छ भन्ने कुरा भाउजूले सुनाउनु हुँदैन र? अहिले तुरुन्तै किन सुनाउनु पर्यो त? त्यसैमाथि यो कुरालाई राधाले पटक पटक विरोध गर्दै आएकी छ। भनेपछि आमा यो घरमा आउनुभयो भने राधा भाउजूले लास्टै रिस गर्नुहुन्छ होला है? त्यसले रिस गरेर त केही हुँदैन थियो क्यारे, तर आमा नआउँदै शिशिरलाई यसरी किन फुर्किनु परेको होला त? धेरै समयसम्म आफ्नो आमालाई नभेट्दा एउटा कुखुराको चल्लालाई जति पीडा हुन्छ नि त्यस्तै पीडा मान्छेलाई पनि हुन्छ नि दाइ। अनि लामो समयपछि त्यो चल्लालाई आफ्नो आमाको छेउमा राख्दा जति खुसी हुन्छ नि त्यत्तिकै खुसी अहिले हाम्रो शिशिर दाइले लागेको छ। त्यही भएर खुसीको कुरा सबैले सुनाउँदै हिँड्न खोज्नु भएको हो के?
गर्नु। शिशिर दाई खुसी भएर राधा भाउजूलाई यो कुरा सुनाउन त जानुभयो, तर राधा भाउजूले एक्कासी शिशिर दाईको खुसीलाई मारिदिनु पो हुन्छ कि? तिम्रो राधा भाउजूको कामै के छ र? सधैँभरि आफ्नो परिवार मिलेर बस्नुपर्छ भनेर कहिले भन्न जानिने के अरे? मलाई त सबै कुरा सम्झिँदा पनि लास्टै रिस उठेर आउँछ। भयो दाई, अब यस्ता कुरामा रिसाउनु हुँदैन। राधा भाउजूको बानी नै यस्तै हो भने हामी यो कुरामा चुप्प लागेर बसेको नै राम्रो हुन्छ। हुन त हो के अरे, तर बसन्ती एक्कासी हाम फाल्दै काउले पो गएको रहेछ त। अनि यो बारेमा तपाईँसित बसन्ती दाईले सल्लाह गर्नुभएको थियो भनेको होइन र? सल्लाह त गरेको थियो के अरे, तर 1-2 दिनपछि जान्छु भनेको मान्छे आजै पो गएछ। अनि तिमीलाई के लाग्छ रिमा, बसन्तीले बालाई पनि सँगै ल्याउँछ होला त? बा माने पो ल्याउने त। अनि आमा यता आएपछि उता बा एक्लै भएर हरिबिजोग हुने होला नि त बाको। मेरा बा धेरै हरामी छन् दाई। आमा यता आएपछि घरको सिरी सम्पत्ति सबै बेचेर सहरतिर गएर बस्न पनि बेर लाउँदैन। त्यति बेला म 1 वर्षकी हुँदा 5 वर्षसम्म घर छोडेर सहर बसेका थिए रे। भनेपछि हाम्री आमाले त उति बेलादेखि नै साह्रै दुःख पाकी रहेछन् नि। हो त, अझै सबै कुरा बुझ्नुभयो भने त तपाईँको आँखाबाट आँसु नै आउँछ दाई। हाम्री आमाले त्यतिसम्म दुःख पाकी छिन्। ठिक छ नि त, यता आउनुभयो भने हामी सबैजना मिलेर खुसी दिनु पर्ला नि त। बरु जाऊ न, भित्र गएर 1 अम्खारा पानी लिएर आऊ। हस् दाई। भाउजू, तपाईँले एउटा कुरा थाहा पाउनुभयो? कस्तो कुरा हो र बाबु, छिटो भन्नुहोस् न। बसन्ती दाई त आमालाई लिन काउले गएका रहेछन् नि। यो कुरा मैले पहिले नै थाहा पाएकी थिएँ। यस्तो जाबो कुरामा खुसी हुनुपर्ने कारण के छ र बाबु? आमा आउनुभयो भने बास बस्नलाई घर छँदैछ, अनि खानालाई घरभरि अन्न छँदैछ। त्यसैले यो कुरामा यति धेरै खुसी हुनु पर्दैन। यो कुरा त सामान्य हो। भाउजू, तपाईँलाई यो कुरा सामान्य लागे पनि हामी 3 दाजुभाइको लागि यो कुरा ठुलो हो। आजसम्म हामीहरू आफ्नै जन्म दिने आमाको काख विहीन भएर बसेका थियौँ। अब हामी सबै छोराहरू आमाको काखमा र आमा हाम्रो साथमा हुँदा हामी सबै भाग्यमानी हुनेछौँ। त्यसैले बिन्ती छ भाउजू, यो कुरामा तपाईँ खुसी हुने कोसिस गर्नुहोस्। म खुसी नै छु। अब खुसी छैन भनेर रुँदै बसौँ भने सबैजनाले हेप्न थाल्छन्। भयो भाउजू, अब यस्ता कुरा गरेर हुँदैन। हेर्नुहोस् त, आजसम्म मलाई आफ्नै सन्तान मानेर तपाईँले यहाँसम्म ल्याउनु भयो। अब मेरो खुसीको लागि भए पनि आमा यता आएर बस्नुभयो भने तपाईँ मनबाटै खुसी हुनुपर्छ। अनि बसन्ते गएर आमालाई पक्कै पनि लिएर आउँछन् भन्ने चाहिँ के ग्यारेन्टी छ र? अहिलेदेखि नै तपाईँलाई यसरी फुरुङ्ग हुनुपर्ने। इन्द्रको भनाइ अनुसार त आमालाई बसन्ताईले पक्कै ल्याउँछन् भाउजू। ल ल, ल्याए भने मैले के गर्नुपर्ने हो सबै गरौँला। भयो अब त। तर आमालाई यता ल्याएपछि बसन्ते काममा पनि नजाने होला क्या रे? किन नजाने नि, बसन्ताईले मलाई त पहिल्यै भन्नुभएको थियो अब 2-4 दिनमा गएर आमालाई ल्याउँछु अनि काममा जान्छु भनेर। त्यसैले दाई हतार गर्दै गएका हुन् के काउले। ल ल, मैले के भन्नु र? तर यति कुरा चाहिँ सबैजनाले ख्याल राख्नुपर्छ नि। काम नगरी यत्तिकै खाना चाहिँ पाइँदैन नि फेरि। छ्या, तपाईँले कस्तो कुरा गरेको के भाउजू? कसले काम नगरेको देख्नु भयो र तपाईँले? तपाईँको बहिनी त भोलिबाट कलेज जाने रे नि त। अनि हामी चाहिँ मरी काम गर्ने, उनी चाहिँ सधैँभरि कलेज जाने आउने गरेर हुन्छ त? भयो भाउजू, अब यस्तो कुरा नगर्नुहोस्। बरु बहिनीले घरमा गर्ने काम म आफैले गरिदिन्छु। त्यसैले तपाईँ यो कुरामा जसरी पनि खुसी हुनुपर्छ। ल ल, के गर्नुपर्ने हो सबै गरौँला। अनि दाइले र बहिनीले चाहिँ के गरेका छन् नि घरमा? काम गरेर बसेका छन् नि। खालि तपाईँले यस्तै कुरा गर्नुहुन्छ र मलाई रिस उठ्छ के फेरि। भयो, अब धेरै रिसाउनु पर्दैन। जानुहोस् तपाईँ घरमा, म एकछिनमा आउँछु। ल ल, चाँडै आउनु है। भनेपछि यिनीहरूले त आमालाई यतै ल्याएरै छोड्ने भए। के गर्ने, उति बेला दुनियाँ कचकच सहन नसकेर छुट्टिएर बस्यो। फेरि उस्तै पुरानो गाँडो आइलेग्न थाल्यो। अब केही न केही सोच्नै पर्छ। बसन्ते, अब त हामी मैले पहिला दाउरा घाँस बोकेर हिँड्ने बाटोसम्म आइपुग्यौँ। हेर त, ऊ त्यो पारी जङ्गलबाट दाउरा घाँस बोकेर त्यही बाटो हिँडेकी हुन्थे।
सम्झना त खुब आउँछ है आमा। आउँछ नि सम्झना त, किन नआउनु। यही ठाउँमा मैले तिम्रो 3-3वटा छोराहरूलाई दुःख गरेर हुर्काकी थिएँ, तर भाग्यले ठगेर आजसम्म हामीलाई अलग अलग गरेर राख्यो। भयो आमा, अब पुराना कुराहरू सबै बिर्सिनुस्। अब हामीहरूले नयाँ जिन्दगीको सुरुवात गरे जस्तै गर्नुपर्छ। अनि हेर्नुहोस् त, भगवानको कृपाले गर्दाखेरि फेरि हामीहरूलाई सँगै गराएको छ अनि सँगै भएका छौँ हामीहरू।